हामी चाहिँ खाजा खान आएको छौँ। हाम्रो यो ठाउँको नाम थाहा छैन, प्रथम आइटीको छेउमा छ। हामी चाहिँ आज यो खानाको टेस्ट रिभ्यू गर्न गइरहेछौँ। भट्टजी तपाईँले के खानुभएको? के खानुभएको पहिला भनिदिनुहोस्। यतिको रोटी चाहिँ मैले दानेसँगै खाएको थिइनँ। यति मिठो यो त अनि सर त फेरि जाउँ भन्नुहुन्छ। सुजित सर तपाईँको के छ रियाक्सन? तपाईँ त होटल म्यानेजमेन्टको मान्छे, यसलाई 10 रेटिङ गर्नुहोस्। हामी त्यही त मोमो खान गएको थियौँ। 10मा कति रेटिङ गर्नुहोस्? 10मा गाडी बुवाले लाने यता खान नजाँदा सबैमा पोगिसकिसक्यो सबै। ढङ्ग नभएको मान्छे भनेर हाम्रो मिस्टर भट्टलाई चिनिन्छ। गाइज मेरो पनि आयो फाइनल्ली। अब म पनि टेस्ट गरेर चाहिँ म तपाईँहरूलाई रेटिङ दिन्छु। 1 मिनट पुऱ्याउँ भिडियो भनेको 1 मिनट पुग्न आँटेन। अर्को मेरो रिभ्यू सुन्नको लागि चाहिँ तपाईँहरूले अर्को भिडियो पर्खिनु पर्ने हुन्छ। केही भन्दै हुन्छ भट्टजी? हेर्नुहोस्, आज म यस्तो खतरा ब्लगरसँग छु, मिस्टर सुमित भट्टराई भनेर सुरु गर्ने हो क्या। त्यस्तो होइन ल गाइज, मेरो रियाक्सन सुन्दा चाहिँ हजुरहरूले अब अर्को भिडियो वेट गर्नुपर्ने हुन्छ। त्यसको लागि प्लिज कति लाइक यो यसमा चाहिँ 100 लाइक आयो भने चाहिँ म मेरो भिडियोमा पोस्ट गर्नेछु। तिम्रो एक्सपेक्टेसन अलिकति ठुलो सपना देखाएको, यत्रो सपना देखेपछि कहाँ पुगिन्छ? 100 लाइक भ्युज होइन क्या, लाइक 100 लाइक आयो भने चाहिँ म मेरो टेस्टको रिभ्यू पोस्ट गर्नेछु। ओके गाइज, सी यू अन द नेक्स्ट ब्लग।